डक्टरमा देखाएर केही आरामै भएन, औषधि खाने बेलासम्म हल्का दुखाइको महसुस हुने, खुट्टा त टेक्नै नमिल्ने, खुट्टा त सुत्न मात्रै हुने, दुखाइको महसुस, खुट्टा टेकेपछि दुखाइ सुरु भइहाल्ने। 8 महिना पहिला म काठमाडौँ न्युरोमा चाहिँ मेरो चाहिँ इसिजी भएर हस्पिटल बेडमै मलाई चाहिँ भोलि हस्पिटलमा मेरो अपरेसन हुनुपर्ने, आज म हस्पिटल बेडबाटै म बाहिर यदि तपाईँ ढाड, कम्मर, हात, खुट्टा अथवा शरीरको कुनै पनि भाग दुखेर परेसान हुनुहुन्छ, तपाईँ अस्पताल धाउँदा धाउँदा र डाक्टरले लेखिदिएका ती औषधि खाँदा खाँदा थाकिसक्नु भएको छ, जति पटक एमआरआई गरेर हेर्दाखेरि पनि तपाईँको शरीरको त्यो समस्याको समाधान भएको छैन भने कृपया तपाईँ एकपटक जसरी भए पनि यस ठाउँमा आइदिनु होला। यहाँ एकजना वैद्य हुनुहुन्छ, उहाँले तपाईँको ती समस्याको समाधान पक्कै पनि गर्नुहुनेछ। यो तपाईँलाई मैले भन्न चाहे, यहाँ उपचार हुने खास गरेर रोगहरू भन्नुपर्दाखेरि तपाईँको शरीरका कुनै पनि भाग दुख्ने, हात खुट्टा भाँचिएको अथवा ढाड कम्मर दुख्ने, अनि त्यसै गरी तपाईँको हड्डीहरू टुटेको, बाङ्गिएको अथवा हड्डीहरू एक ठाउँबाट अर्को ठाउँमा सरेको, त्यसै गरी तपाईँको नसाहरू दबेको, नसाहरू च्यापिएको, यस्ता किसिमका समस्याहरूको समाधान यहाँ हुने गर्छ। मैले धेरै बिरामीहरूलाई पनि सोधेँ, डाक्टरले नसकेको केस पनि यहाँ सल्भ भएको छ र एमबिबिएस डाक्टरहरू पनि यहाँ आउनुहुँदो रहेछ, यो कुरा पनि मैले बुझ्न पाएको छु। त्यसैले तपाईँ एकपटक यो ठाउँमा आउनुहोला, किनकि तपाईँ थाक्नु भएको हुनसक्छ, लाखौँ पैसा खर्च गर्दा पनि तपाईँको समस्याको समाधान नभएको हुनसक्छ। एमआरआई गरेर हेर्दाखेरि पनि तपाईँको त्यो नसा च्यापिएको, नसा दबेको के हो त्यो पत्ता नलागेको हुनसक्छ। एकपटक जसरी भए पनि तपाईँ यो ठाउँमा आएर कृपया देखाउनु होला। तपाईँलाई कुनै साइड इफेक्ट हुँदैन। तपाईँले अहिलेसम्म, आजका दिनसम्म जति पैसा खर्च गर्नुभयो, जति औषधिहरू खानुभयो, त्यो औषधिले तपाईँको शरीरलाई भित्रभित्र झिया बनाएको हुनसक्छ। कृपया अन्तिम पटक तपाईँ यस ठाउँमा आउन सक्नुहुनेछ र आउनुहोला पनि भन्न चाहन्छु। उहाँ हुनुहुन्छ डडेलधुराबाट आउनुभएकी एकजना दिदी। उहाँ चाहिँ लगभग 6-7 महिना डाक्टरमा देखाउँदा 20-30 लाख रुपियाँ खर्च हुँदा पनि डाक्टरले उहाँको समस्या समाधान गर्न नसकेपछि अहिले उहाँ वैद्यजीको ठेगाना पत्ता लगाएर वैद्यजीकोमा डेली देखाउन आउनुहुन्छ। उहाँलाई कसैले हात समाएर पनि डोराउन सकिँदैन। यदि उहाँलाई कसैले हात पकडेर डोराउन खोज्यो भने उहाँलाई धेरै दुख्छ। उहाँ गाडीमा पनि बस्न सक्नुहुन्न। यसरी गाडीमा बस्न सक्ने अवस्था नभइसकेपछि धेरै पीडा हुने भएको हुनाले उहाँ चाहिँ धनगढीमै होटलमा एउटा कोठा लिएर डेली वैद्यज्यूलाई चाहिँ यो देखाउन आउनुहुन्छ। यस्तो पीडा छ, डाक्टरमा 20-30 लाख रुपियाँ खर्च भइसकेको भनेर उहाँले मलाई भन्नुभएको थियो। यदि तपाईँ पनि यस्तै पीडामा हुनुहुन्छ, डाक्टरलाई देखाउँदा थाकिसक्नु भएको छ भने कृपया तपाईँ पनि एकपटक यो ठाउँमा आउनुहोला। मैले लोकेसन पनि माथि राखिदिएको छु। यहाँ चाहिँ एमबिबिएस डाक्टरहरू पनि आफ्नो समस्या लिएर आउनुहुन्छ भन्ने कुरा धेरैले भन्छन्। यहाँ तपाईँ पनि यस्तो पीडामा हुनुहुन्छ भने डाक्टरकै भर परेर कृपया नबस्नु होला। कतिपय यस्ता किसिमका समस्याहरू डाक्टरले पनि समाधान गर्न नसकेको हुन सक्छन् र त्यो समस्याको समाधान यहाँ वैद्यजीले गर्नुहुन्छ र धेरैलाई ठिक बनाउनु भएको कुरा यहाँ धेरै मान्छेहरूले भन्ने गर्छन्। चाहिँ डाक्टरले समाधान गर्न नसकेको समस्या यहाँले समाधान गर्नु भएको छ। म यहाँसँग छोटो प्रतिक्रिया लिन्छु। हजुरको नाम सहित बताइदिनुहोस्। मेरो यो पवेरा कैलाली गाउँपालिका वार्ड नम्बर 5 पवेरा रामदास नाम छ मेरो। हजुरले चाहिँ कस्तो बिरामीको उपचार गर्नुहुन्छ? अब म एउटा भाँचेको बनाउन लागेको छु, एउटा नसा चेपेको मान्छेलाई बनाउन लागेको छु। भनेपछि यो हड्डीहरू भाँचिएको, हातखुट्टाहरू भाँचिएको र नसा चेपेको यही बनाउन लागेको छु। अरू त नै बढी त्यति मात्रै बनाउनु। हजुरलाई यहाँ भेट्न चाहिँ कति टाढाबाट आउनुहुन्छ? मेरो यहाँ त इन्डियाबाट पनि आउनु लागेको छ, पुना बम्बईबाट आउनु लागेको छ, अनि तपाईँको विदेशबाट आउनु लागेको छ। नेपाल त दर्जिया छोडिदिनुहोस्, नेपालको त मान्छे कति छन् कसैको ठेगानै हुँदैन। हजुर कति समयदेखि यो पेसामा हुनुहुन्छ हजुर? यो मेरो भएको 30-40 वर्ष भएको हजुर। म बचपनैदेखि गरिरहेको छु। पहिले बाजे गर्दै थियो, अब चाहिँ म गरिरहेको छु। हजुर अब हजुरलाई चाहिँ हामीले दिनभरि यहाँ भेट्न सक्छौँ? हजुर आफ्नो काममा पनि जानुहुन्न हैन? दिनभरि म बेस्ट घरमै छु। हेर्नुहोस्, मेरो नाम कौशल्या देवी विष्ट, म मोनियाल 7 कुइनेबाट हो। म यसभन्दा 1 महिना अगाडि मङ्सिरको 4 गते बिरामी भएको। यो कम्मरको L4 L5 नसा दबिएको कारणले गर्दाखेरि खुट्टा टेक्न मिल्थेन, अनि बस्न पनि सक्थेन।
हिँडडुल गर्न त 1 महिना भएको थियो। अनि काठमाडौँ गएर म 12 दिनसम्म अड्सी हस्पिटलमा भर्ना भएँ। अनि केही आरामै भएन। फेरि त्यसभन्दा पछाडि यहाँ आएको लगभग चौथोचोटि ढाडसम्म पट्काउँदाखेरि अहिले चाहिँ खुट्टा टेक्न हिँडडुल गर्न सकिरहेको छु, बस्न सकिरहेको छु। डक्टरमा देखाएर केही आरामै भएन। औषधि खाने बेलासम्म हल्का दुखाइको महसुस हुने, खुट्टा त टेक्नै नमिल्ने, खुट्टा सुत्न मात्रै हुने दुखाइको महसुस, खुट्टा टेकेपछि दुखाइ सुरु भइहाल्ने। डाक्टरले अपरेसन गर्नुपर्छ भन्नुभयो, अपरेसन त गर्नुपर्छ भनेर भन्नुभएको। अन्य विकल्प छैन भन्नुभयो। अन्य कुनै कामै छैन, यो अन्य ठाउँमा केही विकल्प नै छैन, अपरेसन भन्दा अरू केही कुनै छैन भनेर भन्नुभयो। मैले नमानेर फेरि एकचोटि अझ गाउँमा फर्किन्छु र पैसा जुटाएर आउँछु भनेर डक्टरदेखि झुटा बोलेर आएको म यहाँ। अब चाहिँ खुसी हुनुहुन्छ नि होइन? अहिले त खुसी छु। अहिले अब यतिसम्म हिँडडुल गर्न सकिरहेको छु। अब यत्तिकैमा आराम भएपछि धेरै खुसी छु नि। धेरै धेरै धन्यवाद। अब 4-5 लाख रुपियाँ खर्च गरेर त्यो औषधि उपचार गरेर आफू अपाङ्ग भएर बस्ने समस्या पनि अब डक्टरले ग्यारेन्टी पनि दिँदैन भनेपछि त अलिक डर पनि लाग्यो नि त आफूलाई। अब त्यसको कारणले गर्दाखेरि अहिले हल्का यही अब ढाड तन्काउने प्रविधिमा अब बसिरहेको छु। त अब कहिलेसम्म आउँछ? मेरो नाम कटक बहादुर सुडारी, मेरो घर अछाम। म अछामदेखि गर्दा उहाँको मैले भिडियो हेरेँ, देखेँ। त्यही सूचनामा चाहिँ म प्रभावित भएर चाहिँ उहाँको ठेगाना सोध्दै यहाँ कैलाली आइपुगेँ। र म आजको भन्दा 7-8 महिना पहिला म काठमाडौँ न्युरोमा चाहिँ मेरो चाहिँ इसिजी भएर हस्पिटल बेडमै मलाई चाहिँ भोलि हस्पिटलमा मेरो अपरेसन हुनुपर्ने, आज म हस्पिटल बेडबाटै म बाहिर निस्केँ। किनभने अब खासै उहाँको त्यो हस्पिटलमा मलाई चाहिँ ग्यारेन्टी भन्ने कुरा गर्दा ग्यारेन्टी हुन सक्दैन। त्यही भएर हाम्रो चाहिँ लगभग 10-15% सक्सेस हुनसक्छ, अरू हामी जिम्मेवारी लिँदैन भन्ने कुरा गर्दा आखिर चाहिँ अब 7-8 लाख रुपियाँ खर्च गरेर न त चाहिँ जिउ स्वच्छ रहन्छ, न त चाहिँ पैसा रहन्छ भन्ने डरले चाहिँ यसरी आउँदा अहिले चाहिँ जे होस् खुसी छ, राम्रो छ। त्यही भएर चाहिँ उहाँहरू चाहिँ म सम्मान गर्छु र तपाईँहरू पत्रकार मिडियाहरूलाई पनि सम्मानका साथ धन्यवाद दिन चाहन्छु। उहाँ चाहिँ मेरो चाहिँ आखिर चाहिँ मेरो गुरु भए तापनि मेरो चाहिँ बाबुको चाहिँ अर्को जन्मको बाबु र मेरो आमाको अर्को जन्मको आमा नै भनेर उहाँलाई म सम्मान गर्छु। यही हो, मेरो भन्नु केही छैन। उहाँको एकदम म खुसी छु। अब यसपछि पनि उहाँलाई चाहिँ म आमा बाबु गुरुै सम्झेर चाहिँ सम्मान गर्नेछु र साह्रो गाह्रो यसपछि केही भइपरि आउँदा म उहाँलाई नै सम्झिरहनेछु। योभन्दा मेरो अरू भन्नु केही छैन। म खुसी छु।